साथीहरु सबैभन्दा पहिला तपाईहरुले आफ्नो प्ले स्टोर अन गर्नु होला। प्ले स्टोर अन गरिसकेपछि तपाईले चाहिँ RSP एप भनेर डाउनलोड गर्नु होला। मैले यहाँ अलरेडी डाउनलोड गरिसकेको छु, जस्ट म यसलाई अपडेट गर्छु। अपडेट गरिसकेपछि साथीहरु तपाईहरुले चाहिँ अब आफ्नो राष्ट्रिय स्वतन्त्र पार्टीको एपलाई चाहिँ अन गर्नुपर्ने हुन्छ। मैले यसलाई अन गर्छु। अन गरिसकेपछि साथीहरु यस्तो खालको इन्टरफेस खुलेर आइरहेको छ। यहाँ तपाईले विभिन्न कुराहरु देख्न सक्नुहुन्छ। संघीय समानुपातिक निर्वाचन मतदान गर्नुहोस् भन्नुभएको छ। यी सबै कुराहरु तपाईले यहाँ हेर्न र पढ्न सक्नुहुन्छ नेपालीमै आसान तरिकाबाट। राष्ट्रिय स्वतन्त्र पार्टीको विधान लगायतका विभिन्न कुराहरु यहाँ हामीले हेर्न सकिन्छ। तर अहिलेको लागि भने हामी सदस्य कसरी बन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको भन्ने कुरामा जान गइरहेका छौं है त। त्यसको लागि यहाँ तपाईले सुरुमै देख्न सक्नुहुन्छ सदस्य बन्नुहोस् भनेको छ। जस्ट त्यसलाई क्लिक गर्नुहोस्। क्लिक गरिसकेपछि तपाई पुरुष हो कि महिला हो त्यो अनुसारले चाहिँ तपाईले टिक लगाउनुहोस्। अनि त्यसपछि आफ्नो नाम लेख्नुहोस्। मैले आफ्नो नाम लेखिसकेको छु र त्यसपछि मोबाइल नम्बर दिनुस्। त्यसपछि तपाईले चाहिँ यहाँ माथितिर फोटो अपलोड गर्नुहोस् भन्ने ठाउँमा क्लिक गर्नुहोस् र तपाईले क्यामेरा खोल्नुहोस् भन्ने ठाउँमा क्लिक गरेर तपाईको फोटो खिच्न सक्नुहुन्छ अथवा फोटो राख्नुहोस् मा क्लिक गरेर ग्यालेरीबाट फोटो चुज गर्न सक्नुहुन्छ। मैले यहाँ यो एउटा सिम्पलको लागि तपाईहरुको लागि चाहिँ एउटा फोटो यहाँ मैले क्लिक गरिसकेको छु। अब यसमा चाहिँ तपाईहरुले जस्ट अर्को भन्ने अप्सन रहेको छ तल, त्यसमा क्लिक गर्नुहोस्। अर्को भन्ने अप्सनमा क्लिक गरिसकेपछि यस्तो खालको इन्टरफेस आएको छ र यहाँ जातीय क्लस्टर र प्रदेश चयन गर्नुहोस्, पेशा चयन गर्नुहोस् भनेको छ। सुरुमा जातीय क्लस्टरमा क्लिक गर्नुहोस् र तपाई कुन समुदायसँग आबद्ध हुनुहुन्छ। म चाहिँ आदिवासी जनजाति भनेर यहाँ क्लिक गर्छु। त्यसपछि प्रदेश चयन गर्नुहोस् मा क्लिक गरिसकेपछि तपाई कुन प्रदेशको त्यो चुज गर्नु होला। म चाहिँ यहाँ गण्डकी चुज गरेको छु र जिल्ला चयन गर्नुहोस् भनेको छ। त्यसमा तपाईले आफ्नो जिल्ला चयन गर्नुहोस् अनि नगरपालिका चयन गर्नुहोस्। माडी, अन्नपूर्ण, पोखरा, रूपा, माछापुच्छ्रे तपाई के हो त्यो चुज गर्नुहोस्। अनि वडा नम्बर भनेको छ, वडा नम्बर चुज गर्नुहोस्। वडा नम्बर चुज गरिसकेपछि तलतिरपट्टि पेशा चयन गर्नुहोस् भनेको छ। त्यसमा तपाईले चाहिँ तपाईको पेशा के हो त्यो तपाईले चयन गर्न सक्नुहुन्छ है त। पेशामा चाहिँ तपाईले अन्तिममा गएर कुनै पनि राख्न सक्नुहुन्छ अथवा अन्यमा क्लिक गर्न सक्नुहुन्छ है। अन्यमा क्लिक गरे पनि केही हुँदैन। त्यसपछि सिम्पली अर्को भन्ने अप्सनमा क्लिक गर्नुहोस्। तपाई चाहिँ यहाँ प्रवेश गर्नुभएको छ। नागरिकता बाट चाहिँ तपाईले गर्न पनि सक्नुहुन्छ, पासपोर्टबाट पनि गर्न सक्नुहुन्छ। जस्ट मैले नागरिकता भनेको ठाउँमा टिक लगाएको छु। तपाईले पनि टिक लगाउनु होला। नागरिकता अथवा पासपोर्ट है, पासपोर्ट छ भने पासपोर्टबाट पनि गर्न सक्नुहुन्छ। तपाईले चाहिँ अनि आफ्नो यहाँ जन्म मिति लेख्नुहोस्। जन्म मिति आफ्नो साल लेख्नुहोस्। अनि आफ्नो सबै कुरा लेख्नुहोस्। त्यसपछि चाहिँ तपाईले नागरिकता नम्बर लेख्नु पर्ने हुन्छ। यहाँ आफ्नो नागरिकता नम्बर लेख्नुहोस् अनि जिल्ला चयन गर्नुहोस्। नागरिकता कहाँबाट निकाल्नु भएको तपाईले कहाँबाट नागरिकता लिनुभएको त्यो नागरिकता लिएको जिल्ला चयन गर्नुहोस्। अनि त्यसपछि नागरिकताको फोटो अगाडिको चाहिँ र नागरिकता फोटो पछाडिको पनि चाहिन्छ है। अगाडिकोमा क्लिक गर्नुहोस्। त्यसपछि तपाईले क्यामेरा खोलेर चाहिँ त्यो तपाईको नागरिकताको फोटो खिच्न पनि सक्नुहुन्छ अथवा तपाईले खिचेर राख्नु भएको छ भने फोटो राख्नुहोस् मा क्लिक गरेर ग्यालेरीबाट लिएर आएर तपाईले राख्न सक्नुहुन्छ अगाडिको र पछाडिको। अगाडिको र पछाडिको दुईटै फोटो राखिसकेपछि तपाईले माथि म उल्लेखित सबै कथनहरू स्वीकार गर्दछु भन्नेमा क्लिक गर्नुहोस् र त्यसपछि तपाईहरुले सिम्पली अर्कोमा क्लिक गर्नुहोस्। अर्कोमा क्लिक गरिसकेपछि यहाँ तपाईको नागरिकताको फोटो अगाडिको अपलोड गर्नुहोस् भनेको छ। जुन त्यहाँ मैले फोटो अपलोड गरेको छैन, जसले गर्दा यहाँ रेड कलर देखाइरहेको छ किनकि मैले यहाँ नागरिकताको अगाडिको अनि पछाडिको केही पनि गरेको छैन। तपाईहरुले गर्नु होला। गरिसकेपछि तपाईहरुले के गर्नु होला, अर्को भन्ने जुन यहाँ अप्सन रहेको छ तलतिरपट्टि त्यसमा क्लिक गर्नु होला। त्यसमा क्लिक गरिसकेपछि तपाईलाई चाहिँ त्यहाँ खल्ती वा ई सेवाको अप्सन देखाइदिन्छ। त्यस मार्फत तपाईहरुले चाहिँ सदस्यता लिएको सदस्यता रकम बुझाउनु पर्ने हुन्छ। त्यो बुझाइसकेपछि सदस्य शुल्क भनौं न, बुझाइसकेपछि तपाई राष्ट्रिय स्वतन्त्र
पार्टीको सदस्य बन्नुहुन्छ। यदि तपाईँहरूलाई अझै केही कुराहरू कन्फ्युज भयो भने कमेन्ट बक्समा कमेन्ट गर्न भने नबिर्सिनुहोला। साथीहरू एकदमै सजिलो र सरल तरिकाबाट तपाईँहरूले आफ्नै मोबाइलबाट सदस्य बन्न सक्नुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी। हस्, धन्यवाद। थ्याङ्क यू सो मच।